घन्द्रुक गाउँबाट माछापुच्छ्रे हिमालको पहिलो उषा किरणलाई निहाल्दा यस्तो देखिँदो रहेछ। साह्रै रमाइलो, असाध्यै मनमोहक, साँच्चै स्वर्गको अनुभूति हुने यस ठाउँमा यो सुनौलो किरणले हिमाललाई उषाका छटा छरेर साँच्चै मनमोहक बनाएको दृश्य देख्दा मन प्रसन्न भयो। बिहानै यस गाउँबाट देखिने यो दृश्य सायदै नेपाली विदेशी पर्यटकहरूलाई सायद लोभ्याउने देखिएको छ। आहा, स्वर्गको एउटा टुक्रा खसेर आए जस्तो अनुभूत हुने यो दृश्य माछापुच्छ्रे हिमालको खोकलीमा बसेको यो गाउँलाई यसरी नै प्रकृतिले निहालेको हेर्दा मन प्रसन्न भइरहेछ। यहाँहरूलाई कस्तो लाग्छ कमेन्ट